नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ बाबुलाई डे आउटको लागि चाहिँ अहिले भाइरल भइरहेको राधी राधेमा रहेको प्ले स्टेसनमा चाहिँ लिएर गएको। त्यहाँ जाने बित्तिकै बाबु चाहिँ एकदमै एक्साइटेड, बाबुभन्दा हामी पनि धेरै एक्साइटेड। अनि त्यहाँ चाहिँ यस्तो बल एरिया, यस्तो वेट एरिया र ड्राई एरिया भनौँ न त्यस्तो रहेछ कि मजाले बलहरू स्लाइडहरू यिनीहरू खेल्न पाउने, एकदम इन्जोय गर्यो। अनि माइजू पनि धेरै इन्जोय गरिरहेको थियो। बाबुको चाहिँ अहिले भेकेसन चलिरहेको भएर हामीले चाहिँ कहाँ लाने त भन्दाखेरि सर्च गरिरहेको थियौँ। टिकटकमा देखेर चाहिँ लिएर गएको। मलाई चाहिँ ठाउँ एकदमै राम्रो लाग्यो। राम्रो भएरै होला, धेरै भिड पनि थियो हामी जाँदाखेरि। त्यो खेलिसकेपछि त्यो वाल क्लाइम्बिङमा लिएर गयौँ बाबुलाई। बाबु त चढ्न सक्दैन नि त, सानै छ। तै पनि सकि नसके हामीले बोकेर चढाउने कोसिस गऱ्यौँ। इन्जोय गरिरहेको थियो बाबुले। जस बच्चाहरूको लागि चाहिँ एकदम राम्रो इन्गेज भइराख्ने खालको चाहिँ इन्भाइरोमेन्ट थियो। त्यहाँ एउटा रस्सी देख्यो, त्यो वाल क्लाइम्बिङमा युज हुने, त्यही तानेर बसे। त्यसपछि चाहिँ हामी ट्राम्पोलिन खेल्न गयौँ। बाबुको लागि चाहिँ ठुलो थियो, उसलाई ट्राम्पोलिन एकदम मनपर्छ, तर एकदमै ठुलो भएको हुनाले सुती खेल्यो। त्यसपछि त्यहाँ गल्फ खेल्न गयो माइजू र बाबु। अनि त उसले पानी देखिहाल्यो, पानी देख्ने बित्तिकै पानीमा जानु पर्यो भनेर जिद्दी गर्न थाल्यो। पानी चाहिँ एकदम चिसो थियो, गर्मी मौसमको लागि चाहिँ उपयुक्त नै हुन्छ, तर बच्चाहरूलाई अलिक चिसो नै थियो पानी चाहिँ। हामी गएको दिन पनि त्यस्तै खालको परेको थियो। अनि पानीमा चाहिँ नेटले बल निकाल्दै खेल्न थाल्यो बाबु चाहिँ। बच्चाहरूलाई चाहिँ जति चिसो भयो भने पानी भनेपछि उनीहरूको चाहिँ फेभरेटै रहेछ है। कति बच्चाहरू खेलिरहेको देखेँ। बाबु पनि पटक खेल्ने पानी। अनि पाइप भेट्टायो कि, त्यही पानी छोडिरहेको पाइप। त्यो पाइप पाएपछि उसलाई के पनि चाहिएन, खालि पाइपले सबैलाई पानी छेप्ने, इन्जोय गर्ने गरिरहेको थियो। माइजू र मलाई पनि छेप्यो। त्यसपछि हामीले यो ग्रेभलवाला पानी भएको ठाउँमा चाहिँ बाबुलाई पठायौँ। त्यहाँ चाहिँ बलहरू थियो, उसले बलहरू पिक गरेर चाहिँ मलाई ल्याएर दिइरहेको थियो अनि इन्जोय गरिरहेको थियो। यहाँ चाहिँ साथै एक्वेरियम जस्तो पनि थियो क्या, एक्वेरियम जस्तो एक्वेरियम पनि छ अनि ट्याङ्क पनि बनाइरहेको थियो। त्यहाँ चाहिँ ठुल्ठुलो फिसहरू नै थियो क्या, त्यही भएर त्यो फिस भएको ठाउँमा चाहिँ पानी अलिक गहिरो नै थियो। अनि त्यहाँ चाहिँ अलिक केयरफुल भएर बस्नु होला सबैजना। बेबी लाँदाखेरि एकदम पानीमा चाहिँ वाच गर्नु होला है, बच्चाहरूले चाहिँ केही छोड्ने कुरा हुँदैन नि त। लास्टतिर छ त्यो एक्वेरियम जस्तो, त्यहाँ चाहिँ ठुल्ठुलो माछाहरू नै छ क्या, रमाइलो, हेर्नुलाई चाहिँ रमाइलो। पानीमा धेरै बेर खेलिसकेपछि चाहिँ बाबु लुगाहरू सबै भिजिसकेको थियो, चिसो भइसकेको थियो। अनि उता काम्न थाल्यो कि, काम्न थालेपछि हामीले फेरि लुगाहरू फेरिदिएर ड्राई सेक्सनमा लग्यौँ। त्यहाँ जाँदा चाहिँ एक्स्ट्रा लुगाहरू चाहिँ बोकेरै जानु होला है, 2-3 जोडै लानु होला बच्चाहरूको लागि चाहिँ। बाबुले चाहिँ सबै नै खेल्नुपर्ने होला, एकदम इन्जोय पनि गर्नुपर्ने। अनि यसरी चढेर स्लाइड गर्ने पनि थियो, त्यो पनि खेल्यो। अनि त्यतापट्टि चाहिँ भर्याङ चढ्दै स्लाइड गर्ने, त्यो पनि खेल्यो। सबै नै खेल्यो बाबुले, एकदम इन्जोय गर्यो। त्यसपछि भर्याङ चढेर चाहिँ हामी माथि टनल भएको ठाउँमा गयौँ। बाबू
खेलेको यस्तो बनाउनु पर्ने के पाइपहरु जोडेर अनि हाम्रो सिजनाले चाहिँ कस्तो बनायो भन्दाखेरि घुर्दा नि घुर्दै हात्ती मेरो साथी यस्तो पनि उसलाई चढ्नु पर्ने कि हात्ती पनि जान्छ है बाबु त्यो के गर्ने जम्मा गरेर राख्नुपर्छ है सानो बाबुलाई सबभन्दा मनपर्ने चाहिँ स्लाइड्स नै हो जहाँ गए पनि स्लाइड्स खेल्न चाहिँ छोड्दैन कि जहाँ गए पनि अनि स्लाइड्स त कति राउन्ड खेल्यो यत्रो भर्याङ चढ्थ्यो फेरि स्लाइड गर्ने भर्याङ चढ्ने फेरि स्लाइड गर्ने पार्टनर चाहिँ माइजू भएको है यसरी ब्यालेन्स गरेर खेल्ने कुरा चाहिँ कति है बच्चाहरूको लागि चाहिँ यो ब्यालेन्स गर्दाखेरि उनीहरूलाई छिट्टै रमाइलो लाग्ने के त्यहाँ चाहिँ टिभी हेर्दै नाच्न थाल्यो बाबु हामी गएको दिनमा चाहिँ त्यहाँ बाहिर पार्टी कसैको भइरहेको रहेछ त्यही भएर डिस्टर्ब भइरहेको थियो कि टिभीहरूको आवाज एकदम सानो सुनिएको थियो पछि चाहिँ उसले देखेपछि नाच्न थाल्यो बाहिर पार्टी भइरहेको कारणले गर्दाखेरि चाहिँ यो एलिफेन्ट राइडहरू चाहिँ गर्न पाएन कि हामीले नत्र त्यो पनि गर्न मिल्थ्यो आउटडोरमा 100 रुपिस पर राइड हुन्थ्यो अब त्यो चाहिँ अर्कोचोटि जाँदाखेरि त्यस्तै गरी हामीले चाहिँ सबै कुरा इन्जोय गरेर घर फर्क्यौँ यो ठाउँ चाहिँ मलाई एकदम रमाइलो लाग्यो प्राइस चाहिँ एकदमै रिजनेबल ओन्ली 300 फर अनलिमिटेड टाइम अनि एलिफेन्ट राइड र बास्केटबल खेल्न चाहिँ प्लस 100 इच पर्ने हो अरू चाहिँ यो वाटरको यो ड्राई एरिया खेल्दाखेरि चाहिँ 300 मै हुन्छ है प्यारेन्ट्स क्यान इन्टर फ्री अफ कस्ट है थ्याङ्क यू फर वाचिङ प्लिज लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल